अब नयाँ सरकार गठन हुने भइसकेको परिपक्का कुरा भइसकेपछि बल्ल म मिडियातिर बोल्न सुरु गरेँ। हेर्नु न अब बिचरा प्रकाश सपुत जस्ता कलाकारहरू हेर्नु, केपी शर्मा ओलीको गएर 2 शब्द के बोलिदिनु भएको थियो, नेताहरूको अगाडि त्यही कारणले बस्न मन लाग्दैन के सर मलाई। यो पहिलाका यिनी पार्टी दलहरूले गर्दाखेरि ठुल्ठुला कलाकारहरूलाई डुबानमा परेका छन् होइन। बाढी आयो नि, सबभन्दा त यो तपाईँको विकासभन्दा पनि पहिला भ्रष्टाचार अन्त्य। प्रत्येक जनताहरूको कुरा बुझ्नु पर्यो नेताहरूले। अब आउने बालेन सरकार हुँदै छ होइन। अब हाम्रो अब बालेन शाहजी प्रधानमन्त्री हुने पक्का पक्की भइसक्यो होइन। अब हामीलाई योग्य त म छु नै, काम गर्न सक्ने मान्छे हो, युवा मान्छे हो, देशको विषयबाट बोल्ने मान्छे हो, राम्रो नेताहरूलाई अगाडि ल्याउनु पर्छ भन्ने मान्छे हो। म आउने होइन, चर्चामा दर्शकहरूले माया गरेर ल्याउनुहुन्छ त्यही। यो मागेकै हो मेरो त होइन, क्लियर कुरा। मैले अचल खासै त्यति चस्मा लाउन्न क्या। अब यो अनुहार त मेरो जहिले यस्तै हो सर, कहाँ चेन्जै हुन्न हो। कलाकार मान्छे अब के गर्ने, काम गर्न पर्यो, कामको लागि धाउने हो। अब अरू कामको लागि भन्दा पनि मस्ती गर्न हिँड्नुहुन्छ भन्ने कुरा आछ। तपाईँ अब प्रश्न गर्न लाउनु भयो क्या सुरुमै यार, नचाहिने नसोच्नुहोस् न यार। ल के गर्नुहुन्छ त तपाईँले मलाई? कतिको गइन्छ रिस परे आउनु न, तपाईँ नै आउनु। साथमा राखेर हुन्छ एकदम हुन्छ, केही फरक पर्दैन। त्यो काम गर्ने क्रममा यताउता दिदी बहिनीहरू दोहोरी साँझ कहाँ गयो भने दोहोरी साँझ अब सर फेरि तपाईँले सोचिहाल्नुभयो। म चाहिँ फेरि सुरु गर्दैछु फेरि म आफैले। गाडी 80 लाखको, त्यो 80 लाखको गाडी भन्ने तिनी भन्ने गफ गर्ने तिनीहरू मान्छेहरू चाहिँ छैनन् मेरो साथमा अहिले होइन। त्यो मलाई उचाल्ने, त्यो नचाहिने काम गराउनेहरूको कुरा नगर्नु है। अब नयाँ सरकार पनि गठन हुँदैछ। हजुर, अस्ति त तपाईँले रासपाको समर्थक मलाई टिकट दिन्छ जस्तो छ भनेर भन्दै हुनुहुन्थ्यो। के भयो साँच्चै तपाईँ त उठ्नु भएन यो चुनावमा त? गाउँमा सर तपाईँ मिडियाकर्मी कस्तो के न्युजमा देख्नु भएको छ कतै तेजेन्द्र परियारले पर्सनल्ली भन्नुभएको थियो नि। कहाँ पर्सनल्ली कहिले भने म कहिले बोल्छ त्यस्तो? भनेको कुरा त्यो झुट नबोल्नु न त। भनेको यो यस्तो हो के म योग्य छैन र त्यसमा? हैन, योग्य हुनुहुन्छ त्यही। योग्य त म छु नै, काम गर्न सक्ने मान्छे हो, युवा मान्छे हो, देशको विषयबाट बोल्ने मान्छे हो, राम्रो नेताहरूलाई अगाडि ल्याउनु पर्छ भन्ने मान्छे हो, देशमा भ्रष्टाचार चाहिँ अन्त्य गर्न पर्यो भन्ने मान्छे हो। त्यो त पाइहाल्छ नि, नपाउने त होइन। तर म आफैले सक्दैन, म काम गर्नै नभ्याउने भएको भएर हामीभन्दा अग्रज मान्छेहरूले गरेको अझै राम्रो छ। हामी एउटा कलाकार हो। कठोर समर्थक पनि त हो नि। म त कठोर हो एकदम। रवि लामी छाने, बालेन शाह होइन, उनीसँग बसेर यसो कार्य गरम त्यस्तो टाइपको लाग्छ नि, मनमा लाग्छ, मलाई एकदम लाग्छ, नलाग्ने कुरै छैन। मलाई एकदम भित्रैदेखि आउँछ क्या मलाई त्यो काम गर्नु। तपाईँले कुन मन्त्रालय दिए सम्हाल्ने अथवा क्यापेबल तपाईँले अब नै त्यस्तो अब सपनाहरू त धेरै हुन्छन् होइन। म कुनै मिडियामा कुनै त के तपाईँहरू जस्तै धेरै मिडियामा बोल्दाखेरि नि तपाईँ प्रधानमन्त्री हुन सक्ने भयो भने के गर्नुहुन्छ भनेर सोध्नु भएको थियो के। हिजो बिहान दिनमा मैले चाहिँ मिडियामा बोल्दाखेरि रवि लामी छानेलाई चितवनबाट दुई चोटि जिताउने बेलामा पनि म चाहिँ एकदम मिडियाबाट जनताहरूलाई जुर्मुराउने, जनतालाई अलिकति अलि उचाल्ने होइन, रवि लामी छानेलाई जिताउनु पर्छ भनेर म बोलेको मान्छे पनि हो होइन। बोलेको मलाई जनताले पनि धेरैले सपोर्ट गर्नुभएको थियो। तर त्यही चितवनका जनताले पनि तेजेन्द्रजी कहाँ हराउनु भयो, तपाईँ किन आउनु होइन भन्नेसम्म मलाई चाहिँ प्रश्न आइरहेको थियो क्या। अब म त्यस्तै कार्य व्यस्तताको कारणले आफ्नो होइन हुन्छ नि अलिकति सबै कुराले गर्दाखेरि म अलि पछि थिएँ क्या। त्यहाँ पुग्न नसक्ने स्थिति भएको हुनाले म पुगेन होइन। तेजेन्द्र परियार जस्तो यस्तो सक्षम व्यक्तिले हजुर कुन चाहिँ अब बालेन्द्र शाह, रवि लामी छानेर अब नयाँ सरकार गठन गर्दै गर्दाखेरि धेरै जनताले अपेक्षा पनि गरेका छन्। तेजेन्द्र परियारले कुन चाहिँ मन्त्रालय सम्हाल्ने हो भने झन् राम्रो हुन्थ्यो भन्ने सपना जसलाई नि हुन्छ, तपाईँलाई नि हुन्छ, मलाई नि हुन्छ, सबै युवाहरूले देश बनाउनु पर्छ भनेर एकसाथ उठ्नु पर्छ। मलाई यो मन्त्रालय भन्ने त्यो मन्त्रालय, मलाई मन्त्रालय सम्हालेर म मन्त्री भएर फुलमाला लाएर हिँड्ने टाइपको म मन्त्री हुन चाहन्छु। म काम गर्ने म चाहिँ होइन। जनताका गाउँघरमा दुखी पीडितहरूले चाहिँ त्यहाँ मटरबाट नपुगेका ठाउँ छन्, कतिपय ठाउँमा तपाईँको अहिले पनि चाहिँ ट्विनमा चाहिँ तरेर स्कुल पढ्ने विद्यार्थीहरूलाई एउटा पश्चिम कर्णाली प्रदेश घुमेर आउनुभयो, त्यहाँको अवलोकन गरेर आउनुभयो। त्यहाँ पुरै अवलोकन भन्नाले त्यो ठाउँमै पुगेन, हामी चाहिँ त्यो परदेशमासम्म टेकियो। तर त्यहाँका व्यथाहरू दुःखहरू बुझियो, आइयो होइन। अब अहिलेको समयमा देखिराखिन्छ जसले पनि। देशमा के सबैभन्दा पहिलो प्राथमिकता के चाहिँ विकास गर्दा राम्रो हुन्छ जस्तो लाग्छ तपाईँलाई? सबभन्दा त यो तपाईँको विकासभन्दा पनि पहिला भ्रष्टाचार अन्त्य,
प्रत्येक जनताहरूको कुरा बुझ्नु पर्यो नेताहरूले। अब आउने बालेन सरकार हुँदै छ होइन। अब हाम्रो अब बालेन शाहजी प्रधानमन्त्री हुने पक्का पक्की भइसक्यो होइन। अब हाम्रो होइन यस्तो भेटघाट भन्दा पनि हामीले सामाजिक सञ्जालबाटै हजुरहरू होइन मिडियाकर्मी सँगैबाट हामीले चाहिँ प्रतिक्रियाहरू दिइराख्नु पर्छ। हामी जस्ता नबोल्ने हो भने फेरि भोलि बिहानका दिनहरू पनि त्यस्तै आउन सक्छन् होइन। अब म आज कलाकार हो नि कलाकार तेजेन्द्र परियार, तर कलाकार भनेर के गर्ने? नेपालमा कलाकारको कुनै उचित र कुनै इज्जत छैन फेरि नेपालमा। यो पहिलाका यिनी पार्टी दलहरूले गर्दाखेरि ठुल्ठुला कलाकारहरूलाई डुबानमा परेका छन् होइन। बाढी आयो नि, बाढी के कुरै छोडिदिनु न। यहाँ त डुबानमा परे बाढी सुनामी हेर्नु न। अब बिचरा प्रकाश सपुत जस्ता कलाकारहरू हेर्नु, केपी शर्मा ओलीको गएर 2 शब्द के बोलिदिनु भएको थियो। नेताहरूको अगाडि त्यही कारणले बस्न मन लाग्दैन के सर मलाई। उहाँले अब यस्तो देशको प्राइम मिनिस्टरलाई त अब चाहिँ उचालेर अब सम्मान त गर्नु पर्यो, नमस्कार भन्नै पर्यो। अगाडि भइसके पछाडि एउटा दुईटा कुरा त बोलिदिनु पर्यो। त्यो बोल्दाखेरि बिचरा बसन्त फिल्म डुब्यो बिचरा। कलाकारको भविष्य छैन नि। त्यस्तै जस्तो तेजेन्द्र परियार नि गुमगाम हुन सक्छ के। यो नेताहरूको विषयबाट धेरै कोखामा बस्ने, फोटा खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने यस्तो मलाई म चाहन्न। म अहिलेसम्म होइन मन्त्रीहरू मिडियामा आउन पनि चाहनुहुन्न होइन। म अहिले पछिल्लो समयमा त्यति चाहने मान्छे नै होइन। यो धेरै पछाडि म मिडियामा बोलेको छु कि अब नयाँ सरकार गठन हुने भइसकेको परिपक्का कुरा भइसकेपछि बल्ल म मिडियातिर बोल्न सुरु गरेँ। तपाईँले ठ्याक्कै प्रकाश सपुतको कुरा निकालिहाल्नुभयो तेजेन्द्रजी। हजुर, प्रकाश सपुतको त तपाईँ एकदम शुभचिन्तक पनि हो होइन। प्रकाश सपुतले अब केपी शर्मा ओलीको केही बखान गर्दै गर्दाखेरि उनको बसन्त फिल्म डुब्यो भने तपाईँले भन्नुभयो। कहिले अहिले रासोपामा प्रसारमा घरदैलो कार्यक्रम गरे उनी दिनरात खटे, फेरि रासोपाले समानुपातिकमा उनको नामै निकाल्दैन, दिएन समानुपातिक। यसमा म यही कारणले नै उहाँको नाम जोडेको सिधै, किनभने मलाई अलिकति दुःख लागिसकेको छ। किनभने एउटा कलाकारलाई त्यतिको ठाउँमा राजनीतिको कोटामा पारेर प्रचार गर्न लाएर अहिले चाहिँ उहाँ एउटा यो अहिले पनि फेरि जातीय विभेद फेरि सुरु होला जस्तो लाग्छ कि यस्तै कुराले गर्दा। प्रकाश सपुतलाई दिनै पर्ने हो के, दिनै पर्ने हो नि। प्रकाश सपुत गर्ने मान्छे नि हो नि त, उहाँलाई चाहिँ दिनुपर्ने हो कि। उहाँको विषयबाट मलाई अलिक दुःख लाग्यो। त्यही त तपाईँ हामीले प्रकाश सपुतले केही गर्छ है, उसँग केही मिसन भिजन पनि छ, धेरै कुराहरूको अनुभव छ भन्ने कुरा तपाईँ हामीले पनि लाग्छ। तर रासोपाले त तेजेन्द्र परियारलाई पनि दिउँ भन्ने खालको उठाएको थियो नि कुरा, तपाईँले नमाने हो भन्ने कुरा आएको थियो होइन। नमानेको होइन, म मान्ने थिएँ तर म भ्याउँदिनँ के, म सक्दिनँ। म त्यति धेरै योग्य नभएको हुनाले पनि म त्यहाँ गएर काम गर्न नसकौँला। तर हामीले कुरा यहाँ पुगेन, यो ठाउँमा विकास भएन, यस्तो भएन भन्न सकिन्छ। गर्दाखेरि रासोपाले दिएको समानुपातिक तपाईँले नलिनु भएको होइन। समानुपातिक लिनको लागि म होइन कि, तर चाहिँ हामी पार्टीमै रहेर एउटा पोस्टमै रहेर काम गर्ने भन्ने होइन के। तपाईँ हामीले अब माथि बस्ने दलहरू, ठुला दल बनेर काम गर्नेहरू, देशको विकास गर्नेहरूलाई हामीले चाहिँ चुरमुराउनु पर्छ क्या बाहिर बसेर। त्यो कारणले गर्दा म यो पार्टीगत रूपमा व्यक्तिगत रूपमा बोल्ने हो कि म चाहिँ राम्रो व्यक्ति जो हो त्यसैको विषयमा बोल्ने मान्छे हो। प्रकाश सपुतलाई राजसभाले समानुपातिक सांसद दिएन, तपाईँको पनि दुखेछ अथवा मन दुखाइ कुराहरू छ नि होइन? मन दुखाइ त कुरा छ, तर चाहिँ प्रकाशजीले त्यस्तो मन दुखाउनु भएको छैन। त्यसकै लागि नै हामी एउटा युवा हौँ, जसले गरे पनि चाहिँ राम्रो शुभकामना दिनुभएको छ। प्रधानमन्त्री हुने हाम्रो बालेन शाहजीलाई अब चैत 13 गते तपाईँको प्रधानमन्त्री नियुक्ति हुँदै हुनुहुन्छ बालेनजी होइन। अब खासमा अब गृहमन्त्री हामीलाई रवि लामी छाने नै चाहियो हो खासमा। अब अहिले समय त देशका प्रशासनिक निकायहरू सम्हाल्न सक्ने ल्याकत राख्छ तेजेन्द्र परियारले भन्नुभएको थियो क्या। अब बालेन शाह प्रधानमन्त्री हुँदै गर्दाखेरि गृहमन्त्री मलाई दिए पनि त हुन्थ्यो नि टाइपको लाग्छ लाग्दैन? मलाई दिनु होइन, म जस्तो नेपाली त धेरै छन् नि त्यहाँ, धेरै पढेका छन् होइन, धेरै गृह मन्त्रालय सम्हाल्न सक्ने धेरै छन् नि त। जसले सम्हाल्न सक्छ त्यसलाई दिनुपर्छ भन्ने हो क्या। हजुर, जस अब को बन्ने सरकारप्रति त तपाईँको एउटा शुभेच्छा त होला नि, के सुझाव त होला नि? सुझाव के छ भने भ्रष्टाचार अन्त्य गर्नु पर्यो। देशमा चाहिँ अब विकास निर्माणका अब यत्रो 30-35 वर्षदेखि अगाडिदेखि ल्याएर अहिलेसम्म देशमा भ्रष्टाचार भएको चाहिँ यो भ्रष्टाचारलाई हटाउन पर्यो पहिला कुरो। त्यस पछाडि देशमा चाहिँ कसरी विकास हुन्छ, कसरी के हुन्छ भन्ने त पुरै अब राष्ट्रिय स्वतन्त्र पार्टीको अब शीर्ष नेताहरू हुनुहुन्छ, उहाँहरूले अब यो काम गर्दा यो हुन्छ भन्ने बुझिसक्नु भएको छ। मैले त यहाँ कता यो अब हाम्रो इन्डियन मोदीले जस्तो नेपालमा पनि पैसा चेन्ज गर्ने भन्ने कुरा सुन्छु धेरै होइन, तर नहुन नि सक्छ। अब अहिले यो एआई हो कि एआई के भन्ने आएको छ नि त अहिले प्रायः जसो, त्यसले गर्दाखेरि पनि धेरैलाई चाहिँ भिडियो फोटाहरू बनाउनको लागि सजिलो हुने रहेछ।
फेक न्युजहरू पनि धेरै बनाउनु भएको छ। हुन नि सक्छ यो यस्तो हो, एउटा पैसा चेन्ज गर्यो भने हामी जस्ता दुखी गरिबको त्यहाँ कर लगाएर कालो धन सँगालेर बाक्सामा कुटुराएर राखेको पैसाहरू त लगाएर फाल्न बाध्य त हुन्छ नि त मान्छे, हुँदैन नि त? हो, त्यो भयो भने त भ्रष्टाचार त छिटै चाहिँ अन्त्य हुन्छ। किनभने भ्रष्टाचार अब गर्न हुने रहन्छ भन्ने एउटा चेतना पनि घुस्छ क्या, त्यसको लागि पनि पैसा चेन्ज गर्दा केही फरक पर्दैन। म त एकदम त्यसमा समर्थन हो।